होमस्टेहरू हो। होमस्टेहरू 10-12 कतिवटा छ होइन। पनि त्यस्तै सुन्दर मनमोहक दृश्य छ। अब स्वर्ग अहिले हामी राइनास्कोट जान लागेको। अनि यो चाहिँ राइनास्कोटको सबसे फेरि होमस्टेहरू भएको एरिया यही नै हो। होमस्टेहरू यता छ, लभली भ्यू छ, हिमालहरू दामी देखेको छ। हामी चाहिँ अहिले माथि उक्लिँदैछौँ राइनास्कोटतिर। राइनास्कोटको गेट यहाँबाट पैदल यात्रा सुरु हुन्छ। उकालो डेन्जर, ठाडै उकालो छ। उक्लिन गाह्रै छ। अनि सिँढीहरू यस्तो छ, शीत परेर लचप्पै चिसो छ। हजुरको युट्युबमा च्यानलको नाम भन्नु, यसो सब्सक्राइब भन्नु होइन। भ्यू चाहिँ यस्तो बवाल देखिन्छ। यो घुमाउने घर, यो होमस्टे दामी भ्यू देखिन्छ यहाँबाट। उकालो चाहिँ डेन्जरै छ। सुरुवातको 1 मिनट नहिँड्दै कति अब 15 मिनट जति लाग्यो। थकिसकेको छ। अब करिब 15देखि 20 मिनट जति हिँड्नुपर्ने छ यहाँबाट। हामी बिस्तार हिँड्दैछौँ। भ्यू जति माथि गयो त्यति नै राम्रो देखिँदै छ। अहिले चाहिँ हामी माथि राइनास्कोट डाँडामा जाँदैछौँ। अहिले उकालोमा उक्लिँदै हो। अब यस्तो खाले उकालो छ, मस्त उकालो छ। उकालो उक्लिँदैछौँ। उकालो खत्रै छ। धेरै दिन भएछ अब सहरतिर बसेको जस्तो हिँड्न उकालो गाह्रो पर्ने भएछ। हिँड्ने बानी प्रोपरली हटिसकेछ। यो राइनास्कोटको पहिला चाहिँ यस्तो फुट ट्र्याक नभइकन यस्तो तल भएको जस्तो बाटो थियो। अनि सामान्य ढुङ्गा पहिलाको डिजाइनले बनाएको ढुङ्गाको वाल थियो भने हाल चाहिँ यस्तो छ। अनि हामी यसमा उक्लिँदैछौँ। कोटको अब माथि कोटबाट भ्यू चाहिँ अति दामी देखिन्छ। तल्लो धमिली गुवा 7 विषय 3 पिप्ले बजारको। फाइनली हामी चाहिँ अहिले माथि लगभग डाँडातिर आइसक्यो। भ्यू यस्तो छ। अनि यो
अगाडि देखिएको मन्दिर चाहिँ राइनोस्कोट कालिका भगवती मन्दिर हो। यहाँबाट कस्तो चेन्ज गरेर रहेछ भन्नाले मतलब यहाँ थियो त रिपेयर गरेर रहेछ। अहिले फाइनली धेरै समय पछाडि आइपुगेछौँ हामी। अनि माथि मन्दिर चाहिँ यो भयो। यहाँभन्दा माथि अझै माथि शिवको मन्दिर छ। अनि भ्यू यस्तो बवाल भ्यू देखिएको छ यहाँबाट। अनि यो फुट ट्र्याकबाट माथि गएपछि यहाँ चाहिँ पुरानो गढीहरू देख्न सकिन्छ। फाइनल्ली हामी चाहिँ अब यहाँ मन्दिरको प्रवेशद्वारबाट प्रवेश गर्दैछौँ। द्वार चाहिँ यस्तो खालको यो सेपमा छ। अनि त्यसपछि गएर छिर्ने बित्तिकै एउटा भ्यू हेर्नको लागि भनेको छ भने हाम्रो नन्दीजी हुनुहुन्छ। हाम्रो यहाँ गणेश। फाइनली यता शिवजीको मूर्ति। अनि लुक आउट द भ्यूज गाइज, लुक आउट द भ्यू। यहाँबाट चाहिँ कहाँको यहाँबाट चाहिँ हाम्रो देशको 18वटा जिल्ला यहाँबाट देख्न सकिन्छ। हाम्रो भाइ यहाँ छ, राउटे भाइ। माथिबाट भ्यू चाहिँ यो चाहिँ सद्बिसे बजार। यो तल्लोपट्टि देखिएको केही घरहरू तीन पिप्ले बजार। त्यहाँदेखि थोरै यतापट्टि आएपछि माछा पोखरी भएको कोइन्टार भन्छ भने यो लभ अफ हार्ट चेपे खोलाले बनाएको पान आकारको लभ अफ हार्ट चाहिँ थोरै त्यहाँभन्दा माथि चाहिँ हाम्रो घर धमिली गुवा पर्छ। अब यहाँबाट उक्लिएर भ्यू हेर्नु पर्दा त स्वर्ग छ हो स्वर्ग। गाडी गर्दाखेरि चाहिँ यो चाहिँ बवाल देखिन्छ कि हेर्नु। ल कस्तो बवाल देखियो। खुल्दाखेरिको भ्यू यस्तो दामी छ। बिहान झनै कुहिरोको भ्यू त अति नै बवाल सुन्दर देखिन्छ यहाँबाट। दिनु नि त, म भिडियो बनाइदिन्छु हजुर। हामी चाहिँ अहिले फाइनल्ली राइनोस्कोट भन्दा मन्दिरभन्दा थोरै माथि गढीमा छौँ। राइनोस्कोट गढी मन्दिर चाहिँ त्यो पारी देखिएको सानो डाँडामा छ भने गढी चाहिँ त्यहाँबाट 5-7 मिनटको यो फुट ट्र्याक हिँडेर आए पछाडि देखिन्छ। यहाँबाट चाहिँ सुन्दर सुन्दर दृश्य देख्न सकिन्छ। अहिले हामी ट्याक्कै गढीको सेन्टर भागमा नै छौँ। अनि फुट ट्र्याक चाहिँ यो रहेको छ। यही फुट ट्र्याक हुँदै गढीसम्म आउने हो। फुट ट्र्याक अहिले रिकन्स्ट्रक्सन भएर अहिले सुन्दरै छ। यता फोहोरको लागि यस्तो डस्टबिनको व्यवस्था पनि छ, तर त्यति साह्रै राम्रोसित बनेर भ्याइसकेको चाहिँ छैन। कन्स्ट्रक्सनको काम केही पर्सेन्ट हुँदै नै छ। फुट ट्र्याक चाहिँ प्रोपरली यस्तो खालको
यो ढुङ्गावाला साइडपट्टिमा दुईपट्टि नै वाल बनाएर यसरी कन्स्ट्रक्सन गरिएको छ। अनि यता अगाडि चौर छ, यता पार्क पनि छ होइन। राइनोस्कोटमा माथि मन्दिर भयो, यो माथि डाँडामाथि चाहिँ मन्दिर छ। यहाँबाट चाहिँ अलिकति एन्टिलाइट परिरहेको छ, त्यसले गर्दा दृश्य खासै सुन्दर देखिएको छैन। त्यही पनि दृश्य लिने कोसिस त गरेको छु। खासै सुन्दर चाहिँ देखिएको छैन, किन भन्दा यहाँबाट एन्टिलाइट परिरहेको छ अहिले। यो अगाडि देखिएको पार्क राइनोस्कोट पार्क भयो भने त्यहाँ माथिभन्दा अगाडिपट्टि चौर छ। चौरमा चाहिँ पिकनिक खाने कार्यक्रम अनि विभिन्न गेमहरू भइराखेको हुन्छ यहाँ। अनि माथि यो डाँडामाथि चाहिँ मन्दिर र त्यहाँ चाहिँ के छ भन्दाखेरि हाम्रो भ्यू पोइन्ट, त्यहाँबाट चाहिँ राइनस नगरपालिकाबाट नेपालमा भएको 18वटा जिल्लासम्मको भ्यूहरू हेर्न मिल्छ। द्याट्स इट गाइज, यति नै हो आजको घुमघामको प्रोग्राम। हाम्रो राउटे भाइ र म भएर टक्क माथि अनप्लान्ड रूपमा घुम्न आइएको थियो, रमाइलो भयो घुम्दाखेरि। बाई बाई गाइज। यो चाहिँ राइनोस्कोटको घुमाउने घर, यो होमस्टेहरू हो। यहाँ होमस्टेहरू 8-10वटा 10-12वटै कतिवटा छ होइन। ठाउँ पनि त्यस्तै सुन्दर मनमोहक दृश्य छ। धन्यवाद घुमिदिएकोमा भनेर बोर्ड पनि छ है। यो चाहिँ राइनोस्कोटको होमस्टेहरू हो। एकदम सुन्दर सुन्दर घरहरू छ। सुन्दर दृश्य हेर्ने क्रममा भन्ने आफ्नै दृश्यान्तर भएन। अनि यस्तो फाइनल्ली हामी टक्क लगाएर घुमाउने घर आइपुगेका छौँ। घुमाउने घर यस्तो छ। दुई चारवटा छन् टापा